मान्छे म कसरी हेर्नु भने कि तिम्रो चाहे त्यो यार कति फिटको छ र भन त कति फिट तिम्रो भाइ बहिनी 6 कति फिट टक्कै 6 फिट फेरि हावा कुरा हेर मलाई ए भाइ पनि 6 फिट छ कि ए भाइ पनि 6 फिटमा त अलिकति अझै माथि होला कसम भनेको अनुहार परे हुनुपर्छ म तिमीलाई फोटो पठाइदिउँला कि चक्रू अनि तिमी भन्नु ओहो रुबी होइन तिमीलाई यही ठिक छ भन्छु तिमी मान्छेको थोप्रै यो यस्तो भन्ने दिन चाहिँ कहिले आउँछ होला हो भोसडी के हेर्नु न जहाँ दोषी केही खाँदैन डिसिसमेन हो के हो डिसिसमेन हो क्या के हो रे इङ्ग्लिस बुझ्दिनँ म हेर्नु नि गाई कपी राइट गरेको हेर्नु यस्तो मान्छेले चुतिया बनाउँछ नि केटीहरू यस्ता छन् ठाउँको ठाउँ चुतिया बनाउँछ हेर्नु नि गाई किसै विचार किन नहुनु अमेरिका भए थोरै न यहाँ भिखमा आएर बस्नु पर्थ्यो यार यसो भयो कि अमेरिकामा छ कि त दुबईमा छ आर्ट फेल भएर दुबई गयो थाहा छ नि त कसम यार यस्तो आइडीमा डल्लोलाई डल्लो भनिन्छ अग्लोलाई अग्लो भनिन्छ राम्रोलाई राम्रो भनिन्छ नराम्रो भनिन्छ तर यस्तो हो फेरि मलाई नराम्रो लागेको मान्छे कोही मान्छेलाई फेरि एकदमै संसारको ह्यान्डसम लाग्न नि सक्छ मलाई त मेरै मान्छे ह्यान्डसम लाग्छ नि यार छ पनि फेरि कस्तो कुरा गर्छौ चक्रु त तिम्रो बुढी छ तिम्रो अब तिम्रो बुढी भन्दा राम्रो केटीदेखि तिमीलाई तिम्रै बुढी राम्रो लाग्छ हो कि नै मलाई त मेरो बुढी भन्दा त अरू त कसम मलाई त सायद मैले सिधै भन्नु अनि अर्कालाई चाहिँ किन भन्नु त्यस्तो हामी पनि डेढो आँखाले पनि हेरिँदैन ल नै मलाई त अरूसँग फिल पनि आउँदैन यदि कसै राम्री विशेष सुन्दरी मेरो रुममा नानी आयो भने हेर्नु मेरो फिल आउँदैन त्यस्तो छ कि ओ गुड बोय तिमी कति राम्रो थियो त तिमीलाई पनि लाइन हान्थ्यो होला किनकि अलरेडी मेरो म लाइभ पछि मेरो बुढी लाइभ वाच गर्छ कस्तो आनन्दसँग कस्तो हेर कस्तो मिलेको जोडी तिम्रो बुढा त्यसरी लाइभ वाच गर्छ क्लित्तै जहाँ त लाइभ बस्दा भिख मागेर बस भन्छ तिम्रो बहिनीलाई बिचरा म है कहिले पाउनु होला त्यति गर्न मेरो बुढी लाइभ वाच गरेर बस्छ क्या त्यो त थ्याङ्क यू अनुष्ठ थ्याङ्क यू गाई डबलमा उडी चुप्पा आउनुहोस् ओ भाइ गड आउनुहोस् थ्याङ्क यू सो मच गाज उडी चुप्पा तिमीलाई ल्याम चुप्पा हान्दैन न इन्ट्रोमा त्यहाँदेखि अलिकति पुस गरिदिनु न 11 बजे यार यत्तिकै अल्छी गर्दा अब मलाई बाहिरबाट खाना मगाउनु पनि उपाय छैन तर रोबीलाई पनि कहिले सेक्सी भन्छ होला भन्दैन होला मलाई त खै म रोबी खासै राम्रो देख्दैन म त घिनलाग्दो देख्छु कसले राम्रो देख्छु खै राम्रो नभन होइन तिमीले राम्रो भन्नु पर्दैन अब म जस्तो यस्तो बोकाले त तिमीलाई राम्री यस्तो घिनलाग्दो छ भन्छ भने चाहिँ अरू दिन के भन्नु होला भन त भन्ने नि तिमी जस्तोले हो नराम्रो राम्रोले त राम्रो चिनिहाल्छ नि म जस्तो बोका ठिकमा को छ होला अरू तिमी बोका होला ऊ तर अन्डा फुडावाला